साथीहरु राधे राधे। म पसलबाट फर्किसके र मेरो सबैजनालाई स्वागत छ भिडियोमा, मेरो युट्युब च्यानलमा। अब हेर्नुस्, यो सब्जीहरु बोकेर आएको छु। अब खानाको तयारी गर्न पर्यो नि, यहाँ भिडियो पनि बनाउँछु साथीहरु। अब दिनमा टाइम हुन्न अनि अब खाना पकाएर मज्जाले अब दुई चारवटा भिडियो पनि बनाउने हो। सो हजुरले पनि चाहिन्छ भने मेरो ऐश्वर्या कलेक्सन भनेर मेरो आइडी छ टिकटक, त्यसमा हाम्रो चाहिँ कुर्ता सुरुवाल सबै पाउनुहुन्छ। हजुरले चाहिँ ऐश्वर्या कलेक्सनले फलो गर्न सक्नुहुन्छ टिकटक। त्यसमा कुनै पनि हजुरले चाहिँ फलो गर्न सक्नुहुन्छ। कुनै पनि डिजाइनको चाहिएमा अर्डर बुक गर्न सक्नुहुन्छ। डेली चाहिँ सबै ठाउँमा हुन्छ, अल ओभर नेपाल, अल कन्ट्री। ल साथीहरु, अब खानाको तयारी गर्न पर्यो है साथीहरु। ल खानाको तयारी गर्न पर्यो साथीहरु। ल आजको गाइजहरु के गर्ने यस्तै हो, पसले जिन्दगी, पसलको पनि भ्याउन पर्यो हैन साथीहरु। ल अब म आए डाइरेक्ट, हेर्नु साथीहरु, पसलबाट आएपछि डाइरेक्ट म किचनमा इन्ट्री गरेकी छु। अब यो मैले दुध ल्याएको छु आफ्नो कुकुरको लागि, अनि त्यसपछि फेरि मैले तोरीको साग बोकेर आएँ, किनकि मलाई यति मनपर्छ, मेरो सबैले मनपर्छ, नानीलाई, बुढोलाई, बुवालाई, सबैले यसको चोखा चाहिँ एकदमै मनपर्छ। अब त्यो मैले बोकेर आएँ र यसको मैले यो देशी स्टाइलमा यो आम्ला मैले चटनी पनि बनाउँछु है। यति मिठो हुन्छ र यो कपालको लागि पनि फायदामन्द हुन्छ र पेटको लागि पनि, आँखाको लागि पनि फाइदा, स्किनको लागि पनि फायदामन्द। यसको रेसिपी मैले हाल्छु है साथीहरु। अहिलेलाई म स्टप गर्छु भिडियो यही, अनि पकाउँदै भिडियो बनाउँदै हजुरलाई चाहिँ कस्तो मतलब यो यसको रेसिपीहरु चाहिँ मैले हाल्छु है साथीहरु। ल हेर्नु होला मेरो भिडियोहरु। ल साथीहरु, मैले रेसिपी सुरु गरेँ, ध्यान दिएर भिडियो हेर्नु होला। यो आम्लालाई पहिला मैले पखाले है, आम्लालाई पखाले। अब यसमा भुट्दैछु, यो भुट्दैछु। यति राम्रो, यति मिठो र यो एकदमै फलदायक पनि छ है खानालाई, पेटलाई पनि सफा गर्छ, अघि भनिसके मैले हैन। फेरि खानामा स्वादिष्ट पनि हुन्छ। यो भुटेर गरम मसला अनि तोरीको तेल अनि नुन हालेर चाहिँ मजाले यस्तो आँपको अचार जस्तै मोल दिने हो। त्यसपछि बट्टामा राख्नुहोस् हैन। मैले किनकि थोरै बनाउँछु र ताजा बनाउने खाने, किनकि जाडोमा मिठो हुन्छ। रुगाखोकी पनि यसले हुनबाट जोगाउँछ हैन। रुगाखोकी छ भने पनि हजुरको चाहिँ ठिक हुन्छ। यसलाई उमालेर पनि बनाउन सक्नुहुन्छ, कुकरमा एक दुईटा सिटी लगाएर पनि बनाउन सक्छ। र मैले यस्तो आगोमा पोलेको झन् मिठो लाग्छ, त्यही भएर चाहिँ यस्तो बनाएको। हजुरले चाहिँ बनाएर एकचोटि ट्राई गर्नु होला, के कस्तो लाग्छ नि कमेन्ट पनि गर्नु होला है साथीहरु। मलाई चाहिँ एकदमै मनपर्छ, एकदमै मिठो हुन्छ। यो चाहिँ रेसिपी म हजुरलाई पनि सेयर गरिदिरहेको छु। अनि त्यसपछि यसमा अब त्यही हो, धेरै चाहिँ केही झन्झट गर्नु पर्दैन हजुरलाई। यसमा चाहिँ त्यो गरम मसलामा हजुरको धनिया, जिरा, अनि अब आफ्नो अलिकता पिरो खानुहुन्छ भने हजुरले चाहिँ हरियो खुर्सानी पनि चिरेर त्यसमा गर्न सक्नुहुन्छ, नभए हजुरले सुक्खा खुर्सानी भुटेर त्यही मसलामा भुटेर पनि मिक्स गर्न सक्नुहुन्छ है। त्यति छ नि, तोरीको तेल हालेर मोल्दिने अनि बट्टामा राखिदिने, मजाले खाने, महिना दिन खाने, एक वर्ष पनि खाना राख्न सकिन्छ, बिग्रिन्न। मैले थोरै बनाउँछु, हप्तै पछि नै बनाउँछु। एकदमै राम्रो छ है, मिठो छ। हजुर पनि ट्राई गर्नु होला साथीहरु। हेर्नुहोस्, यहाँ मैले दुध तताइरहेको छु र यसमा मैले यो तोरीको साग धोइ पखाली यसमा मैले बसालिसकेकी छु। अब यो अलिकता पानी छोड्छ भने यसको मैले त्यही नुन खुर्सानी, त्यसपछि लसुन सिलौटोमा पिनेर अनि तोरीको तेल हालेर चाहिँ यसको चोखा बनाउँछु। यति मिठो हुन्छ, हजुरहरु पनि ट्राई गर्नु होला है। यसको सब्जी पनि पाक्छ हैन, तरकारी पनि पकाउँछु सागको, तर मलाई त्यो भन्दा मिठो अनि मेरो फ्यामिलीले पनि एकदमै मिठो लाग्छ साथीहरु। हजुरहरु पनि ट्राई गर्नु होला। यस्तो उमालेर यसमा उमाले मैले एउटा माटोको भाँडो पनि लिएकी छु। माटोको भाँडोमा झन् मिठो हुन्छ। बुझ्नुस् गाई साथीहरु, थोरै मैले नुन हाल्छु, पुरै नुन हाल्छु। त्यसपछि यसको पानी सबै गल्छ। अब आफ्नो तरिकाले पनि कति धेरैजना साथीहरु चाहिँ बनाउनुहुन्छ, तर मेरो तरिका चाहिँ यो हो। हजुरले चाहिँ यस्तो तरिका छिटो, छरितो र मिठो पनि हुन्छ, त्यही भएर चाहिँ मैले सेयर गरेको हजुरहरुले। हजुरले पनि यस्तै पकाउनु होला, बहुत मिठो लाग्छ। हल्का भयो चाहिँ पानी छोडेपछि मैले यसलाई
पानी निचोडेर त्यसपछि नुन तेल हालेर त्यस्तै मैले नुन चाहिँ अघि भने नुन अनि लसुन अनि खुर्सानी आफ्नो स्वाद अनुसारले गर्दा पिरो खानुहुन्छ भने पिरो अलि बढाउन सक्नुहुन्छ। अनि त्यो मैले बनाइसकेपछि हजुरहरूले चाहिँ त्यो पनि म देखाउँछु है। यो उम्लिसकेपछि अब त्यो कार्यक्रम आफ्नो हुँदैछ। मैले यहाँ अब मटर छिल्छु है साथीहरु। अब मटरको सिजन चलिरहेको छ नि त, मटरको सिजन। यसको चाहिँ मैले सब्जी पकाउँछु पिसेर। यो पनि एकदमै मिठो हुन्छ है। हिजो जस्तो मैले भनेको थिएँ तराईको यो सब्जी हो। हाम्रो तराईमा चाहिँ धेरैजनाले चाहिँ यो पकाएर खानुहुन्छ, धेरै जसोलाई चाहिँ थाहा पनि छ। हजुरहरू पनि ट्राई गर्नु होला। धेरै त मैले जान्दैन, त्यही पनि मैले जानेको चाहिँ सेयर गरिरहेको छु साथीहरु हैन। धेरै यसको रेसिपी छ, आफ्नो आफ्नो ठाउँ अनुसार आफ्नो स्वाद अनुसार हैन बनाउनुहुन्छ धेरैजना साथीहरुले। चाहिँ मैले चाहिँ यस्तो बनाउँछु। यसले सादा पनि अब नुन अनि खुर्सानी चाहिँ थोरै खानेहरूले चाहिँ सादा पनि पकाउन सक्नुहुन्छ गरम मसला हालेर। फेरि मलाई जबसम्म यो अर्ग्यानिक खान मन लाग्छ कि साथीहरु, जति ढिलो भए पनि पसलबाट आए पनि मैले चाहिँ मेहनत गरेर मिठो खाने अब स्वादिष्ट खाने के मलाई पकाउन चाहिँ अलि पनि अल्छी लाग्दैन। अब अहिले रोटी पनि पकाउने हो साथीहरु, रोटी पनि। ल साथीहरु अब यसै पनि हेर्न पर्यो, यसै पनि हेर्न पर्यो। यो चाहिँ मैले यो भइसकेछ गाइस, यतिको भए पुग्छ है। धेरै चाहिँ नगलाउनु होला, फेरि स्वाद यसको जान्छ। अब यसले मैले यो चाहिँ अफ गरिदिन्छु मैले। यसलाई मैले सेलाउन छोडिदिन्छु यस्तै। त्यसपछि त्यसको मैले सुसार गर्छु। यहाँ अहिले यो आम्ला पनि मैले सेलाउन छोडेकी छु। अब यतिको भइसक्यो, मजाले कति मिठो। अब हेर्दै खाउँ जस्तो लागिरहेको छ साथीहरु। भनेपछि मुखमा पानी आइरहेको छ, यति मिठो लाग्छ। म त गोम भात खान्छु साथीहरु। हजुरहरु पनि यस्तै छिटो छरितो मिठो पकाएर ट्राई गर्नु होला साथीहरु, अनि कमेन्ट पनि गर्नु होला। ल म अब यो छिटो गर्न पर्यो। भात यहाँ पाक्दैछ। ल मोबाइलमा चार्ज पनि छैन, यस्तो चार्ज झुन्ड्याएर चाहिँ यहाँ भिडियो बनाइरहेको छु साथीहरु। मेरो त दिनभरि चार्जै हुन्न। यो छिटो मैले यो मटर पनि छिल्न पर्यो साथीहरु। एक्लै मान्छे, सघाउने कोही छैन। अब नानीले चाहिँ भात बसालिसकेपछि नानी पनि पढ्न पर्यो हैन। एक्जाम आइरहेको छ, त्यही भएर चाहिँ धेरै लोड मैले नानीलाई चाहिँ गर्दिनँ साथीहरु। तर भाडा बर्तन दुईटैजना मिलेर चाहिँ हामी गर्छौं साथीहरु। यो चाहिँ यो धुलो पाउडर मैले घरमै बनाएको छु। त्यसपछि नुन हाले, त्यसपछि यो मैले तोरीको। अब यो चाहिँ खानामा यति मिठो लाग्छ मेरो। यसमा पहिले नै मैले धुलेको थिएँ, यसलाई पखालेको थिएँ। अब यो बहुत मिठो हुन्छ साथीहरु। अब भोलि खाएपछि झन् मिठो हुन्छ। अब जति पुरानो हुँदै जान्छ झन् मिठो हुन्छ। मैले घरकै बनाएको मसला हाले, अनि त्यसपछि नुन हाले, त्यसैमा जीरा, सबै जीराहरू मिक्स गरेकी छु, गरम मसला। अनि त्यसपछि यो भयो रेडी। ट्यान साथीहरु हेर्नुस् त कति मिठो छ साथीहरु। ल बनाउनु होला र खानु होला। यसको शकल नहेर्नु होला, यसको फेस, तर खानामा बहुत टेस्टी छ। ल अब यसको रेसिपी खत्म भयो। अब मैले यो चोखाको रेसिपी देखाउँछु है हजुरहरुलाई। वेट गर्नु होला साथीहरु। मैले यसलाई निकाले है, निकाले मैले यसलाई। अब यसको पानी सबै मैले फाल्दिन्छु है। अब यसको भिटामिन भनेको यही हो, तर केही छैन। खानामा स्वादिष्ट हुन्छ। अरूबाट हामीले भिटामिन लिने हो, अरू सब्जीबाट। यसलाई चाहिँ यो नगरिकन फेरि मिठै हुन्न साथीहरु। मेरो चाहिँ बनाउने तरिका अलग्गै हुन्छ फेरि। ल हेर्नुहोस्, सबै पानी मैले नुन हालेको थिएँ नि त, नुनले गर्दा सबै पानी यसको निस्किन्छ, सबै पानी निस्किन्छ साथीहरु। ल हेर्नुहोस् कति धेरै पानी छोडेछ। अहिले रोटी बनाउन बाँकी छ, सब्जी पकाउन बाँकी छ। अहिले यो रेसिपी हालेर म फटाफट अब कामतिर लाग्छु साथीहरु।
सब्जी बनाउने। ल यो भयो। अब यसमा मैले ल हेर्नुहोस् खानामा यति स्वादिष्ट लाग्छ यो। अब यसलाई सबै यस्तो गर्ने साथीहरू। तोरी तोरी ल यसमा मैले तेल हाल्छु है। तेल हालेँ मैले। अब म हजुरलाई चाहिँ सिगरेट मतलब त्यसको मसला इन्ग्रेडियन्ट्स मैले देखाउँछु हजुरलाई। अब मैले लिएँ थोरै नमक है, नुन लिएँ थोरै, यति मैले नुन चाहिँ कम खान्छु है साथीहरू, सबैजनाले खान्छ मम्मी नुन कम। पछि वेट 4वटा मैले यो 4 कली मैले यो लसुन लिएछु। 2टा चाहिँ थोरै चाहिँ नुन थपेँ किनकि यसले सिरौटामा चिप्केर पुग्दैन, त्यही भएर चाहिँ गरेको मैले। सिरौटामा जहिले पनि जति ढिलो भए पनि साथीहरू मैले सिलौटामै यस्तो गरेर ल साथीहरू मैले यहाँ राखेँ है साथीहरू। ल अब मैले यो मोल्छु। तेल मैले पहिला नै हालिसकेँ। कति धेरै जनालाई थाहा पनि छ यो काना निकल मेरो काना पनि हुनुहुन्छ। कानाको लागि मैले निकाल्नै बिर्सेँ भिडियोको चक्करमा साथीहरू। मेरो लड्डु गोपाल महाराज हुनुहुन्छ, उहाँको लागि यो। ल साथीहरू टेन यस्तो भयो। खानामा कति अब यो भुजासँग पनि खाना मिल्छ, रोटीसँग पनि खाना मिल्छ, जेसँग पनि खाना मिल्छ, एकदमै स्वादिष्ट। अरे साथीहरू यस्तो भयो। मैं पूरे हालिदिन्छु। पटपट भइरहेको छ। त्यसमा आलु प्याज सबै यसमा मैले मसला पनि हालिदिइसकेँ। अब बुझाउन गाह्रो छ तर मैले यति पकाउँछु मिठो हुन्छ साथी, मिठो हुन्छ। अनि सब्जी हामी कतिजना छौँ, 5जना छौँ हामी। सब्जी एकदम थोरै खान्छौँ साथीहरू। मैले यसमा सबै धनियाँ जिरा लसुन अनि त्यसपछि खुर्सानी सबै त्यसमा हालिदिएको छु। अब मैले छोपेर पकाउँछु। अलिकति नमक पनि नुन पनि हालिदिइरहेको छु साथीहरू, नमक पनि त्यसपछि म थोरै चाहिँ बेसार पनि हाल्छु। अब यो चाहिँ टमाटर त्यसैमा नि त्यसैमा चाहिँ भुटेपछि मिठो हुन्छ, गल्छ। पहिला पखाल्छु म यसलाई क्यामेरामा। टमाटर हालिदिएँ है। पछि मैले अलिकति पानी हाल्दाखेरि थोरै चाहिँ यसमा पानी हाल्छु अलिकति यो भुट्न दिनु साथीहरू। मैले यो अब रोटी पकाउनको लागि चाहिँ आटा चाहिँ मैले यो गुन्दैछु। त्यो हातमा चस्किरहेको छ। मैले अब सुरु गरेँ साथीहरू। ल रोटी पकाउन सुरु गरेँ। यो तावा नि तातेको छैन, त्यस्तै रोटी हालिदिएँ मैले। साथीहरू जाडो मौसममा तातो रोटी साग होइन खानेकुरा कति मिठो मिठो हुन्छ साथीहरू। पकाउने हो र तातो चाहिँ खाने हो साथीहरू। रोटी गरिसकेँ, सब्जी पाक्दैछ। ल पुरै रोटी मैले पकाएर अब देखाउँछु हजुरलाई। रोबिना बुवालाई चाहिँ खाना थिएँ। हेर्नुहोस् मैले यहाँ यसको अचार साग सब्जी रोटी मेरो तयार भयो। ल पकाएर मिठो